सरकारले काठमाडौँको थापाथली, गैरीगाउँ र कागेश्वरी मनोहराको सुकुम्बासी बस्ती खाली गराएपछि विस्थापित भएको भन्दै पुनःस्थापनाका लागि 930 परिवारले नाम टिपाएका छन्। ती परिवारका 3957 जना सदस्य रहेका छन्। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार घर जग्गा नभएर सरकारको सहयोग चाहनेको नामावली संकलन दशरथ रंगशालामा गरिएको छ। त्यसक्रममा समस्यामा परेकालाई विभिन्न होटल लजदेखि कीर्तिपुर स्थित राधास्वामी सत्संग नेपालको भवनसम्ममा राखिएको छ। आगामी 15 दिनभित्र उहाँहरूको कतै घर जग्गा भए नभएदेखि सम्पूर्ण विवरणको कठोर स्क्रिनिङ हुन्छ, उहाँले कान्तिपुरसँग भन्नुभयो। त्यसपछि सबै जाँचमा यदि घरको कुनै सदस्यको नाममा समेत जग्गा जमिन रहेनछ भन्ने भयो भने व्यवस्थापन गरिनेछ। सरकारले शनिबार बिहानै ठूलो सुरक्षा उपस्थितिका बीच थापाथली स्थित सुकुम्बासी बस्ती खाली गराउने अभियान थालेको थियो। थापाथली पछि नगर प्रहरीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको उपस्थितिमा तीनकुनेको गैरी गाउँमा समेत बस्ती खाली गराइएको थियो। विगतमा सुकुम्बासी बस्ती खाली गराउने क्रममा झडप हुने गरेको भए पनि यसपालि कुनै अप्रिय घटना भने भएन। यद्यपि ठूलो सुरक्षा उपस्थितिका कारण पीडित भने त्रसित देखिएका थिए। विगतको पृष्ठभूमिलाई ध्यानमा दिएर प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो। नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार सरकारको अभियानमा सुरक्षाकर्मीले सहयोग गरेको बताउनुहुन्छ। नागरिक स्तरबाट पनि यसलाई सहयोग गर्ने काम भयो, कुनै अप्रिय गतिविधि भएन। उहाँले भन्नुभयो, अत्यन्तै सहज र शान्तिपूर्वक रूपमा काम भयो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले 2079 सालमा तयार